बढ्यो, मान्छेलाई उजुरी गर्नुपर्छ भन्ने कुरा थाहा भयो, हाम्रो पहुँचहरू बढ्दै गयो, हामी न्यायमा पहुँच बनाउने चाहिँ हामी पनि उपलब्ध हुँदै गयौँ। त्यसकारण पनि यस्ता कुराहरू अब बाहिर आउँदैछन् है भनेर त्यो डेटालाई हेर्छौँ भने अर्को पर्सपेक्टिभबाट समाजमा घटनाको बढोत्तरी भएको छ। यसको न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी एक मात्रै काफी छैन। अघि प्रमुख अतिथिज्यूले आफ्नो मन्तव्यमा राखिसक्नु भएको छ, यो एकल प्रयासले सम्भव हुने कुरा होइन। यसको लागि सामूहिक एफर्ट, सामूहिक एउटा सोलिडारिटी चाहिन्छ। त्यसको लागि हामी सबै नै कटिबद्ध हुनुपर्छ। र 2081-82 मा 21,667 केस दर्ता भएको देखिन्छ। यो त प्रहरी छ, प्रहरीमा उजुर गर्नुपर्छ भनेर जानकारी भएको रिपोर्टेड केस हो। यो टिप अफ आइसबर्ग जुन देखिन्छ त्यो समुद्रमा आइसबर्ग देख्दाखेरि माथिको टिप देखिन्छ भन्छ, त्यो मात्रै हो। अरू लुकेका र हाम्रो रिपोर्टिङमा नआएका घटनाहरू अझ योभन्दा धेरै हुन सक्छ र ती घटनाहरूलाई बाहिर ल्याउनुलाई आजको यो 16 दिने अभियानले यसले चाहिँ फ्युरिङ गरोस्, यसले मद्दत गरोस् भन्ने लाग्दछ। विद्युतीय अपराध अब यो हिजो अस्तिका दिनमा लुटपिट, शारीरिक, मानसिक, आर्थिक, लैङ्गिक, यौनिक विभिन्न किसिमका हिंसाहरू थिए भने अब ती हिंसाहरूको माध्यममा चाहिँ डिजिटल प्लेटफर्मको प्रयोग चाहिँ असाध्यै बढेको छ। त्यसमाथि पनि महिलाहरूको त्यो अनलाइन फेसिलिटीसँगको पहुँच त्यति धेरै अव्यस्त भइ नसकेको अवस्था र जसको हातमा पहुँच छ उनीहरूलाई चाहिँ अब्युज हुने, त्यस्तो किसिमको हिंसा हुने चान्सेस पनि धेरै भएको अवस्था देखिन्छ। विद्युतीय अपराधमा हाम्रो मुद्दा दर्ताकै सङ्ख्या चाहिँ नि 81-82 को तथ्याङ्क हेर्दा 218 वटा मुद्दा दर्ता छ साइबर ब्युरोमा। तर मुद्दा उजुरी चाहिँ कति छ भन्दाखेरि उजुरी आएको नेपालभरि उजुरी गरेको विभिन्न प्रदेशमा जिल्लामा उजुरी गरेको निवेदनको सङ्ख्या 18,926 उजुरी परेको छ। भनिसकेपछि यो आज लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा जुन प्रविधिबाट माध्यम प्रयोग गरेर हुने लैङ्गिक हिंसाको अन्त गरौँ भन्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय नारा छ र नेपाल प्रहरीले पनि एउटा जुन आफ्नो संरचनात्मक नारा बनाएको छ। अब प्रविधि मार्फत हुने हिंसा अन्त हुन जरुरी छ भन्ने कुरालाई बोध गर्छ। यो प्रविधि मार्फत हुने हिंसा चाहे त्यो अफलाइन होस्, हिंसा नै हो, चाहे अफलाइन होस् चाहे अनलाइन होस्, भायोलेन्स इज भायोलेन्स र यो भायोलेन्समा एक्सक्युज हुनु हुँदैन। नो एक्सक्युज फर एनी भायोलेन्स, अफलाइन र अनलाइन भनेर यो नोबेलले पनि यसपालि भनेको छ र हामीले पनि त्यही नै भन्छौँ। त्यो हिंसा नै हो, चाहे अनलाइन गरियोस् चाहे अफलाइन गरियोस्, यसमा कुनै पनि एक्सक्युज छुट हुँदैन। जेरो टलरेन्स अगेन्स्ट भायोलेन्स अगेन्स्ट वुमेन एन्ड गर्ल भनेर जुन हामी एकबद्धता जनाउन यहाँ आएका छौँ, यसमा चाहिँ हामी लाग्नै पर्छ। अब यसमा पीडितको सङ्ख्या 115 छ जुन दर्ता भएको मुद्दाको केसमा 218 मा, र त्यसमा यो पीडितको सङ्ख्यामा महिला र बालिकाको सङ्ख्या नै अत्याधिक रहेको पाइन्छ भने पीडकमा बालक र पुरुषहरू चाहिँ बढी युज भएको छ। भन्दाखेरि प्रविधिको पहुँच जोसँग छ त्यसले मिसयुज गरेको, ओभरयुज गरेको घटनाले पनि प्रश्न देखाउँछ। स्पेशली सोशल मिडिया प्लेटफर्महरू युज गरेर, सोशल मिडिया प्लेटफर्मलाई प्रयोग गरेर महिला र बालिकामाथि हुने हिंसाको दर नेपालको सन्दर्भमा पनि बढेकै देखिन्छ। यसमा नेपाल प्रहरीले 260 वटा महिला बालबालिका सेवा केन्द्रहरू नेपालभरि नै स्थापना गरेर, जसमा 43 वटा हाम्रो आफ्नै भवन छ, 39 वटा भवन निर्माणाधीन अवस्थामा छ। नेपाल प्रहरीले 2052 सालबाट नै महिलाहरूका केसहरू पृथक हुन्छन्, उनीहरूका आवश्यकताहरू पृथक हुन्छन्, उनीहरूमाथि हुने हिंसालाई पृथक हिसाबले अनुसन्धान गरिनुपर्छ भन्ने सोच विचारले चाहिँ 2052 सालबाट नै महिला सेवा केन्द्र भनेर चाहिँ स्थापना गर्यो। काठमाडौँबाट सुरु भएको, पछि